साइडमा रेस्टुरेन्ट खोलेर त्यस्तै रोपेर है चट्ट काटेर यसरी मिलाएर काटेर रेस्टुरेन्टमा चट्ट बसेर कुर्सीहरू लगाइदिने होइन अनि चट्ट है कस्टमर आउँदाखेरि मजाले हावा पनि सरर आउँछ रमाइलो तरिकाले खुसी साथले कस्टमरहरू पनि खाएर खाँदै गफ गर्दै बस्नुहुन्छ नि त हेर्नु सक्नुहुन्छ कस्तो दामी छ हेर्नुहोस् हेरियो भने यहाँ यस्तो राम्रो छ नि तपाईँको यस्तो दामी छ हेर्नु यस्तो चट्ट मिलेको छ क्या त्यसरी मिलाएर काटेको चाहिँ बिहान जानु पाइएन नि त अनि सन्चो पनि थिएन चिसो भएकोले गर्दा पनि गइनँ म चाहिँ साथीहरू सबै गयो म चाहिँ गइनँ अनि अहिले जाँदैछु अहिले भन्नुहुन्छ भने 4:30 बज्यो यहाँको जाँदैछु साथी हो सब्जी मार्केट आइपुग्यो साथी हो के छ आज हेरौँ सब्जी छ यस्तो छ साथी हो सब्जी मार्केटमा आज के लानु पर्ला सब्जीमा टमाटर लानु छ अदुवा लानु छ सम्झिनु पर्छ नि त कहिले काहीँ बिर्सिन्छ आएको बेलामा सबै सम्झेर लाँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ आज फर्सीको गट्टा छैन क्या हौ फर्सीको गट्टा छैन के गर्ने हो दादा टमाटर के छ केजी क्या टमाटर के छ हेर्नुहोस् यसरी प्याक गरेर यहाँ चाहिँ बेच्दैछ फेरि बेचिन्छ आलु लानु पऱ्यो लानु पऱ्यो कितने रियल का अरे प्याज 5 रियल आपको तो सस्ता देता था ना नीचे तो इधर महंगी बोल रहा है यमनी प्याज है 20 रियल हो गया कति लामो कुन ठाउँमा फलेको हो किताब लेके आए बङ्गलादेश मनपर्छ मलाई खानु चाहिँ यहाँ कितने का भाइ 3 रियल ओके शुक्रान थैंक यू शुक्रान वो वीडियो बना रहा हूँ यूट्यूब में कितना भी डाल सकता ना आपको ओके थैंक यू शुक्रान साथी हो सब्जी पनि किन्यो छिटो मिठो है ढिलो गरेर हुँदैन नि त यहाँ छिटो मिठो झापझुप किनिहाल्नुपर्छ अलिक चेक गर्नु पऱ्यो नि सामान हमेसा तपाईँहरूले किनिसकेपछि एकपल्ट दुबारा चेक गर्नुहोस् होला है कहिले काहीँ छुटिन्छ नि त त्यही भएर अप्ठ्यारो मान्नुपर्ने केही छैन अब रुमतिर लाग्ने हो अलिक सन्ज पनि छैन नि त सन्ज नभएकोले गर्दाखेरि अब धेरै बाहिर चिसो हावा छ नि त के बसिराख्नु भनेर अरू रुमतिरै गएर रेस्ट गरिन्छ रुमभित्र तातो हुन्छ नि त बाहिर त तपाईँको चिसो नि होइन हामी रहेको बेलामा चिसो हावा आइदिन्छ है त्यही माथि बिमारी मान्छे अनि तनाव हुन्छ नि हो के हुनु आफ्नो शरीरको ख्याल गर्नैपर्छ विदेश होस् अति स्वदेश हो झन् अब विदेशको ठाउँमा त एकदम ख्याल गर्नुपर्ने हुन्छ शरीरको बिमारी भयो भने गाह्रो हुन्छ आफ्नो परिवारलाई होइन हेल्प गरिएन भने त कसले गरिदिने कोही साथीहरू पनि बाहिर हुनुहुन्छ भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् होला अहिले जाडो धेरै बढेको छ जाडो बढेकोले गर्दाखेरि बिमारी हुने चान्स हुन्छ है साथी हो आफ्नो शरीरको ख्याल गर्नुहोस् होला तातो चिजहरू खानुहोस् होला हेर्नुहोस् है गरम खानाहरू खानुहोस् आफ्नो हेल्थको ख्याल गर्नुहोस् होला साथी हो यसम्म है घुम आइपुग्नु लाग्यो साथी हो हेर्नु सक्नुहुन्छ म बस्ने बिल्डिङै हो साथी हो यही हो यो बिल्डिङ चाहिँ भर्खर यहाँ फेरि माथि तल थप्दैछ नि त यति राति डिस्टर्ब हुन्छ नि त ए ढोका टक्क खोल्ने बेला साबी यस्तो गरेको टक्कै सोल्टिने फेरि भित्र गाउनु पऱ्यो नि त यसो विदेशमा हामी कसरी बसिरहेछौँ के गर्छौँ कसो गर्छौँ सबै देखाउनु पऱ्यो नि त होइन साथी हो कति छिटो पुगेर आयो त हेर्नुहोस् त मान्छे त म छिटो छु नि होइन हेर्नुहोस् हाम्रो सब्जी राजाले यहाँ सब्जी काट्दै हुनुहुन्छ
हेर्न सक्नुहुन्छ हाम्रो सोल्डीको त खुवाइ त फेरि पुरा राजा खुवाइ छ नि त मान्छे हेर्दा राजा जस्तो छ खुवाइ नि राजा छ हेर्नुहोस् न फेरि उहाँ चाहिँ सेफ पनि हो नि त खाना त्यो दामी दामी बनाउनुहुन्छ नि सक्नुहुन्छ पानी पनि रेडी भयो बोक 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 उम्लियो नेपालदेखि लिएको सन्चो 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 लाएर चाहिँ टक्कै 2 थो सन्चो लाएर चाहिँ टट्ट बाफ लिनुपर्छ क्या ठिक भइहाल्छ क्या टट्ट बाफ लिनुपर्छ है ठिक भइहाल्छ हेर्नुहोस् ल हेर्नुहोस् त एकैचोटि गर्दा चाहिँ ठिक भइहाल्दैन होइन 2 दिन जति चाहिँ यसरी गरियो भने धेरै सुधार हुन्छ क्या तपाईँको तातो पानी चाहियो सन्चो चाहियो यति भए दबाई भइहाल्यो साथी हो है तपाईँहरूलाई पनि रुगा मार्गी लागेको छ भने यसरी नै तातो पानी तताएर भिक्स लाएर बाफ लिनुहोस् अब भिक्स छैन भने पनि तातो पानी मात्रै भए पनि भगभग उमालेर चाहिँ टट्ट यसरी बाफ लिनुहोस् ठिक हुन्छ अहिले मैले सोल्जीले काटिरहेको देखाएको थिएँ नि हेर्नुहोस् त कस्तो तरिकाले बनाउनुपर्छ ध्यान डडाडान हेल्दी चिज यस्तो चिज खानुपर्छ है साथी हो यस्तो चिज हेल्दी चिज खानुहुन्छ नि सेफै हो नि त सबै कुरा जानकारी हुन्छ नि त सोल्जीलाई के खाँदा राम्रो हुन्छ के खानुहुन्न भन्ने कुराहरू है ल साथीहरू पनि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् है ल आजको लागि बाई बाई बिदा चाहे